भजनी नगरपालिकामा फैलिँदै गएको नीतिगत बेथिति र अनियमितता विरुद्ध युवाहरूले आवाज उठाएका छन्। भ्रष्टाचार र बेथिति विरुद्ध खबरदारी समितिले भजनी नगरपालिका मेयर केवल चौधरीलाई हिजो 4 बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 को बजेटमा अनावश्यक शीर्षक राखी नीतिगत भ्रष्टाचार गर्न खोजिएको आरोप लगाएका छन्। युवाहरूको समितिले पालिकाको शिक्षा समिति र खेलकुद समिति राजनीतिक रूपमा गठन गरिएको भन्दै तत्काल खारेज गरी निष्पक्ष पुनर्गठन गर्न माग गरेको छ। त्यसैगरी किसानका लागि धान गहुँ तौल गर्न सरकारी काँटा 3 स्थानमा सञ्चालन गर्न र बिउ बिजन तथा मल खाद वितरण प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने उनीहरूको भनाइ छ। समितिका अनुसार यी मागहरू व्यवस्था भएमा नागरिक तहबाट आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने बताइएको छ। अब भ्रष्टाचार र बेथिति विरुद्ध खबरदारी समितिले 4 बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै गर्दा मेयर केवल चौधरीले के भने एकपटक हेरौँ यो। बडो खुसी म पनि छु। हेर्नुहोस्, केही कुरा यस्तो पनि थिएनस् जो मैले बिल्कुल हटाउन सक्छु। मलाई सपोर्ट चाहिन्छ नि, त्यो सपोर्ट नभएर मैले र उपमेयरज्यूले यसलाई हेर्नुहोस् धेरै कुरा हटाउन सक्ने अवस्था थियो, जसले गर्दाखेरि तपाईहरु हाम्रो पावरफुल भएर आउनु भयो र त्यो पावरफुलको हिसाबमा म सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु। र मैले अस्ति पनि भनेको हुँ, यो भैनी नगरपालिका भित्रको सरकारी जति पनि हाम्रा घरहरू छन्, संरचनाहरू छन्, यो तपाईहरुकै हो। यो अवस्थामा म 5 वर्षसम्म छु। अर्को वर्षमा हुन पाउने या नपाउने, पार्टीले टिकट दिने नदिने, दिए पनि जित्ने या नजित्ने, मैले बारम्बार त्यही भन्छु है। भनेपछि यो संरचना तपाईहरुकै हो र यो संरचना बचाइदिनु भएको छ। अमृत बाबु, म तपाईलाई धेरै धन्यवाद दिन्छु भनेर पहिले पनि भनिसकेको छु। उहाँले स्पेशलै म उहाँसँगै मेरो कन्ट्याक्ट भएको हुनाले उहाँसँग मैले भनेर र आज समग्र रूपमा यो भैनी नगरपालिकाको सम्पूर्ण जिम्मेवारीको तपाईहरु हुनुहुन्छ। तपाईहरुले यो भौतिक संरचनालाई बचाइदिनु छ, यो भैनीको इज्जतलाई बचाइदिनु भएको छ। यसको लागि म सानै नै हृदयदेखि नै पुनः म धन्यवाद दिन चाहन्छु र भैनी नगरपालिकाले तपाईहरुलाई पनि बहुत बुद्धिमत्ताको हिसाबले उनीहरूको कार्यलाई सदैव हामी तपाईहरुले कृतज्ञता जाहेर गर्न चाहन्छु। अब सर्टकटमा कुरा गर्दाखेरि यसमा धेरै कुराहरू छन्। मैले एउटा मात्रै कुरा के राखेँ भन्नाले हाम्रो भैनी नगरपालिका सार्वजनिक भएको छ अरू कुरामा है। तर हामीले इन्धनको कुरामा यदि अलि फाटो राख्यौँ भने, जस्तै मानौ वडा नम्बर 6 मा यो यतातिर महादिल्लीको दक्षिणतिर र भित्र पनि पर्ने हामीले जुन काम गरेका छौँ हो, ल अहिले इन्धन तपाईँ लिनुहोस्, काम गरिदिनुहोस्, हाकिमाको साथमा। त्यसै गरी हामीले यतातिर जुन यो परेरियादेखि लिएर हामीले ठिकेपुरसम्म गऱ्यौँ र यो बगुरपालनदेखि लिएर उत्तरसम्म गऱ्यौँ। यो पनि हेर्नुहोस्, हामीले अहिले तेल लिनुहोस्, इन्धन लिनुहोस्, अहिले पछिबाट तपाईँले मिलाउन 1 देखि 9 सम्मको पनि अभियान गऱ्यौँ। हाकिम साहबलाई भन्यौँ, हाकिम साहब खाटो पुग्नुपर्ने छ, एउटा समिति बनाइदिउँ भन्ने उहाँ मान्नु भएको छ। म तलब खुवाउने मान्छे हो, तलब मात्रै खुवाउँछु, बाँकी म केही गर्न सक्दैन, तपाईँले जे गर्नु भनेर त्यसपछि रिस्कले अब पालिकामा पुगेर हिजो के भयो हेर्नुहोस् यो। हिजोको मुद्दाहरूमा हामीले हेर्दै गर्दा जो बजेट 2082-83 को बजेट नियोजन भएको छ, ती कुनै शीर्षकहरू, सबै शीर्षक भन्न मिल्दैन, कुनै शीर्षकहरू जनमैत्री र तपाईँको जनतासँग प्रत्यक्ष लाभ राख्ने खालका नभएका कारणले अथवा भनौँ आपत्तिजनक बुँदाहरू रहेका कारणले ती बुँदाहरूमा माथि हामीले नगर प्रमुख तथा नगरपालिकालाई ध्यानाकर्षण गराउने गरी हामीले कार्यक्रम आयोजना गरेका छौँ। पालिकाको आर्थिक वर्ष 2082-83 को बजेट सम्बन्धमा छ। निर्णय नम्बर 1 माथि छलफल गर्दा यस भजनी नगरपालिकाको आर्थिक वर्ष 2082-83 मा चालू आर्थिक वर्षका अधिकांश बजेट शीर्षकहरूमा नीतिगत भ्रष्टाचार हुने गरी बजेट विनियोजन भएकाले उक्त आवश्यक बजेटका शीर्षकहरूलाई खारेज गरी आवश्यक विकास बजेट शीर्षक थप गरी विनियोजन हुनुपर्ने मागसहित भजनी नगरपालिकालाई अनुरोध गर्ने निर्णय सर्वसम्मतिले पारित गरियो। त्यसैगरी निर्णय नम्बर 2 शिक्षा समिति र खेलकुद समिति सम्बन्धमा
निर्णय नम्बर 2 माथि छलफल गर्दा भजनी नगरपालिकामा रहेका शिक्षा र खेलकुद समितिहरू नितान्त राजनीतिक तौरबाट र त्रुटिपूर्ण ढङ्गले गठन भएकोले शिक्षाको विज्ञताको आधारमा चाहिँ गठन हुनुपर्ने माग गर्ने निर्णय सर्वसम्मतिले चाहिँ पारित गरियो। निर्णय नम्बर 3 माथि छलफल गर्दा किसानहरूको आवश्यकतालाई मध्यनजर गरी यस भजनी नफामा पनि सरकारले तोकेको समर्थन मूल्य सहितको सरकारी काटा कम्तीमा 3 ठाउँमा अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्ने निर्णय सर्वसम्मतिले पारित गर्यो। निर्णय नम्बर 4 माथि छलफल गर्दा यस नगरपालिकामा कृषकहरूले अत्यधिक समस्या झेल्नु परेको मलखातको समस्या रहेकोले उक्त समस्यालाई निरूपण अविलम्ब गर्न भजनी नगरपालिकालाई जोरदार माग गर्ने निर्णय पारित गरियो। नगर प्रमुखज्यू भजनी नगरपालिकाको कार्यालय भजनी कैलाली 2082 6 महिना 22 गते विषय ध्यानाकर्षण सम्बन्धमा उपरोक्त विषयका सम्बन्धमा हाल देश सङ्क्रमणकालीन अवस्थामा चलिरहेको कुरा यहाँहरू विदितै हुनुहुन्छ। पछिल्लो जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिले देश आर्थिक भारमा परिरहेको हुँदा यसै समस्याबाट मुक्त हुन संयोगवश हाम्रो नगरपालिकामा चाहिँ केही पनि भएन, भौतिक क्षतिहरू भएन भनौँ न। यो चाहिँ हामीहरू सबैका लागि खुसीको कुरा हो। त्यसका बावजुद पनि अर्को नगरपालिका जहाँ त्यस्तो क्षति भएको छ हामी त्यो गर्न सकिन्छ बरु भन्ने ध्येयका साथ नगरपालिकाको आर्थिक वर्ष 2082-83 को बजेट विनियोजन नितान्त जनमुखी हुनुपर्नेमा त्यसो नभई फजुल खर्चमा विनियोजित भएकोले यसबाट जनअपेक्षा र विकास सम्भव नहुने भएकाले अनावश्यक शीर्षकका बजेटहरू खारिज गरी विकास र उत्पादनको क्षेत्रमा लगानी हुनुपर्ने जोरदार मागसहित यो निवेदन पेश गर्दछौँ। भ्रष्टाचार विरुद्धको भजनी नगर कमिटी भजनी नगर संयोजक श्री अमृत कुमारजी हुनुहुन्छ। नोट हाम्रो मागलाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने पूर्ण आशामा छौँ, अन्यथा हाम्रो आन्दोलन चरणबद्ध हुनेछ। विषयमा लिएर हामीले यो अभियान चलाएका छौँ। ती विषय र ती विषयमा विनियोजित बजेट तफसिल बमोजिम शीर्षकसहित म तपाईँहरूलाई रकम भन्न गइरहेको छु, कृपया ध्यानपूर्वक सुनिदिनु होला। कर्मचारी बैठक भत्ता 5 लाख, अन्य भत्ता 2 लाख, पदाधिकारी बैठक भत्ता 10 लाख, पानी तथा बिजुली महसुल 20 लाख, इन्धन खर्च 50 लाख, अनि सवारी साधन मर्मत खर्च 15 लाख, मेसिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च 10 लाख, इन्धन अन्य प्रयोजन 2,50,000, सेवा तथा परामर्श खर्च 12 लाख, करार सेवा शुल्क नगर तथा वाडा लगायत सबै 3,67 लाख राज्यले करारमा राखेका कर्मचारीलाई स्वतः सम्झौता नगर्ने भन्ने निर्णय गरेको छ। त्यसै अनुरूप हामीले पनि नगरपालिकाको ध्यान आकर्षण गर्न चाहन्छौँ यो विषयमा। अनि अर्को कुरा, नगरपालिकाले प्रत्येक वाडा व्यवस्थापन गरेर 5 लाख रुपियाँ वाडा व्यवस्थापन शीर्षकमा पैसा छुट्याउनु भएको छ। त्यो पैसा कहाँ कहिले कतिखेर खर्च हुन्छ त्यसको कसैलाई पनि थाहा हुँदैन। त्यो 9,45 लाख रुपियाँ पनि तत्काल खारेज गर्नुपर्छ भन्ने हाम्रो माग छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनिसकेपछि, सङ्घीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय सरकार भनेको हाम्रो आफ्नो सरकार हो। हामीले हाम्रो घरबाट निर्माण गरेको सरकार हो। हामीले कुनै बाहिर ठाउँबाट ल्याएर खोजेर टपक्क बनाएको सरकार होइन। हामीले स्थानीय सरकारमाथि हाम्रो अपनत्व महसुस हुनुपर्छ र स्थानीय सरकारले पनि हामीलाई त्यही अपनत्वको भावना अनुसार सम्बोधन गर्नुपर्छ भन्ने मलाई लाग्छ। हामीले यसपालिको उसमा पनि हाम्रा नगर प्रमुखलाई हामीले एउटा बौद्धिक व्यक्तित्वको रूपमा हामीले नगर प्रमुखको रूपमा हामीले प्राप्त गरेका छौँ। हाम्रा यी माग मुद्दाहरू, हामीले राखेका माग मुद्दाहरू हाम्रो व्यक्तिगत अथवा यो हाम्रो यति 2-4 जनाको समूहको निजी फाइदाका लागि हामीले राखेका माग मुद्दाहरू होइनन्। कतिपय माग मुद्दाहरू तपाईँको हामीले हेर्दै गर्दा प्रतिफल दिन नसक्ने हामीले राख्यो भ्रमण खर्च। भ्रमण खर्चको नाममा भ्रमण खर्च त भयो, तर त्यहाँबाट हामीले प्राप्त गरेका ज्ञान सिप प्रयोगका कुराहरू हामीले कहिले प्रयोग गरेनौँ के स्थानीय तहमा। त्यही भएर आपत्ति हो। अनि यस्ता केही परिणाम दिन नसक्ने बुँदाहरू हामीले कटौती गर्न खोजेका हौँ र हाम्रो यी माग मुद्दाहरूको सम्बन्धमा स्थानीय सरकार हाम्रो सरकार हो, हामीले बनाएको सरकार हो, हामीलाई अपनत्व महसुस गर्दछ, हामीलाई बुझ्दछ भन्ने हामीले आशा राखेका छौँ र त्यही अनुरूप
हामीले राखेका माग मुद्दामा यो स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने पनि हामीले आशा गरेका छौँ र यदि यो कुराहरूलाई व्यवस्था गरियो भने कहिले पनि सानो सानो कुराले नै ठुलो परिस्थितिको सिर्जना गर्दछ। तसर्थ यो परिस्थितिलाई हाम्रा मेयर तथा उपमेयरज्यूले गम्भीरतापूर्वक लिनुहुनेछ र हामीले यो कमिटीले आगामी कुनै पनि कार्यक्रमको चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको आयोजना गर्नुपर्ने अवस्थाको सिर्जना हुने छैन। हामीलाई सरकारले स्पष्ट रूपमा सम्बोधन गर्नेछ, हाम्रा माग मुद्दामा हामीलाई बोलाउनेछ र यी मुद्दाहरूमा हामी सहमत गर्न सक्छौँ, यी मुद्दाहरू हामीमा सहमत छौँ, ठिकै छ, हामी यो छलफल गर्न चाहन्छौँ भनेर हामीलाई बोलाउनेछ भन्ने हामीले आशा पनि राखेका छौँ। र फेरि केही कुराहरू यो कुरालाई सामान्य रूपमा लियो, यो कुरालाई बृहत रूपमा लिएन, यो कुरालाई जनमैत्री रूपमा लिएन भने भोलिको दिनमा हुन सक्ने क्षति त्यो स्वतः रूपमा नगरपालिकाको भित्र हामी नगरपालिकाका हामी बासिन्दा भएका कारणले क्षति हुने हाम्रै हो, क्षति हुने हामीमाथि नै हो। त्यसैले हामीमाथि हुने क्षतिको बारेमा विज्ञ हुनुहुन्छ हाम्रो नगर प्रमुखज्यू र हामीले कुनै पनि आन्दोलनका कार्यक्रमहरू घोषणा गर्नुपर्ने छैन भन्ने विश्वासका साथ आज हामी यहाँ किन आएका हौँ, कुन उद्देश्य लिएर आएका छौँ भन्ने कुराको सर्ट रेस्ट व्याख्यासहित साथीहरूले राखिसक्नु भएको छ। यसमा थोरै मैले भन्न खोजेको के हो भने हामीले जे विषय ल्याएर आएका छौँ ती विषय भनेका हाम्रा स्थानीय जनताका विषय हो। किसानका विषय लिएर आयौँ हामी, किसानका समस्या छन्, किसानका मुद्दा बोकेर आयो। विद्यार्थीका समस्या छन्, शिक्षा नीतिका शिक्षाका समस्या लिएर आयौँ। खेलकुदका समस्या छन्, हामीभित्र हामीले खेलकुदका समस्या बोकेर ल्यायौँ। खेलकुदको नीतिमा समस्या छ, त्यो नीति बोकेर हामी स्थानीय सरकारमा आएका छौँ। अनि अर्को कुरा के भएको छ भने हामीले तिर्ने करबाट बन्ने बजेट र त्यो बजेटले गर्ने विकासका केही खराब कुरा लिएर पनि हामी यहाँ स्थानीय सरकारमा आएका छौँ। कसरी आएका छौँ भने एकदम हामी शान्तिपूर्ण रूपमा शान्तिका प्रतीक पर्यावरण यहाँ आएका छौँ। स्थानीय सरकारलाई हामीले हाम्रो कुरा राखेका छौँ। विगतमा पनि हामी मलाई लाग्छ जे जति देशभरि भएको आवेगपूर्ण आन्दोलन भजनीमा पनि भयो, तर त्यो आन्दोलन हामीले एकदम सचेतपूर्ण ढङ्गले दबावमूलक कार्यक्रममा सीमित गरेर हामीले त्यो आन्दोलनलाई एकदम सफलतापूर्वक अवतरण र शान्तिपूर्ण रूपमा हामीले गरेका थियौँ। त्यसको बावजुद के हो भने त्यसको अर्थ के हो भने स्थानीय स्तरमा हामीलाई त्यो आवश्यकता परेन। देशभरि जुन आवश्यकता थियो, जहाँ जे भयो त्यो आवश्यकता भजनीमा परेन र हामीले त्यो ठानेनौँ। अहिले के भएको छ भने अहिले हामीले स्थानीय स्तरमा स्थानीय जनताका प्रष्ट देखिने गरी होइन जे हेर्दाखेरि सामान्य खालका मुद्दा छन्। जस्तै किसानका मुद्दा छन्, किसानले समयमा मलखात पाउँदैन, बिल बिजन पाउँदैन होइन। अहिले अब नेपाल सरकारले समर्थन मूल्य तोकिसकेको छ धानको, अनि त्यसले मूल्य पाउँदैन। मूल्य कतिखेर पाउँछ भने जतिखेर किसानले धान बेचिसकेपछि यहाँ चाहिँ सरकारी काँटाहरू खडा गरिन्छन् र विशुद्ध बिचुलियाको चाहिँ धान खरिद गर्नको लागि सरकारी काँटाहरू खरिद गरिन्छन्। त्यसो हुँदा त्यसलाई पनि हामी कतिपय कुराहरू स्थानीय सरकारले आफै गर्नेछ र कतिपय कुराहरू स्थानीय सरकारले पहल गर्नुपर्ने खालका कुराहरू लिएर हामी यहाँ आएका छौँ। त्यसो हुँदा यी सबै मुद्दाहरू विषयहरू स्थानीय जनताका विषय नै भएकोले स्थानीय जनताको विषय सम्बोधन गर्ने हाम्रो सिंहदरबार स्थानीय सरकार भनेको पनि भजनी नगरपालिकाको सरकार नै हो। उहाँले यथाशीघ्र यी मुद्दाहरूमा छलफल गरी युवाहरूसँग संवाद गरी वार्ता गरी होइन हामीले उठाएका विषयहरू सम्बोधन गर्नुहुनेछ भन्ने आश पनि गरेको छु र सम्बोधन गरे भने स्थानीय सरकार जनताको हितमा हुनेछ भन्ने मैले कुरा राखेँ।